सावित्र भण्डारी साम्बा ऊ चाहिँ अब उसले पनि जसरी अब अधिकांश दर्शकले साम्बा मात्रै भनेर चिन्नुहुन्छ। हजुर उसको निक नेम हो यो चाहिँ। अब एउटा अब हाम्रो टिममा कोचले राखिदिनु भएको नाम हो। त्यही भएर पनि ऊ चाहिँ अब एउटा ऊ पनि धेरै नै स्ट्रगल गरेर आएको खेलाडी हो। जस्तो लमजुङमा जन्मेर तपाईँको लमजुङ भनेको अब तपाईँको अलिकति पहाडी एरियामै पर्ने जिल्ला भएको कारणले त्यहाँ कतिको चाहिँ दुःख हुन्छ भन्ने त अब उसलाई पनि थाहा छ। अब एउटा प्लेयर भएपछि होइन त्यसपछि त्यहाँबाट ऊ एफएफमा आएर चाहिँ धेरै नै उसले मिहिनेत गरेर ऊ ग्रासरुट लेभलबाट आएको पनि प्लेयर होइन। 81 जिल्लाबाट आफूले सिकेको कुराहरू चाहिँ एफएफमा आएर एफएफमा चाहिँ उसले स्टार्टिङदेखि नै ट्रेनिङ पाएर बनेको एउटा राष्ट्रिय खेलाडी हो। स्ट्राइकर रूपमा उहाँ अहिले नेपालको हाई स्कोरर पनि हुनुहुन्छ। उहाँले गरेको योगदान अनुसार उहाँ अहिले फ्रान्समा खेलिरहनु भएको छ नि त। जस अलिकति गर्नुपर्ने हुन्छ नि अब एउटा आफू जुन फुटबलमा लागेपछि चाहिँ म यो फुटबलमा चाहिँ अलिक कसरी चाहिँ म अलि अगाडि बढ्न सक्छु, राम्रो गर्न सक्छु भन्ने खालको चाहिँ उस खेलाडी हो सावित्र भण्डारी। केही भन्नुहुन्छ? सर्वप्रथम स्टार गोल मेसिन होइन त्यसरी चिन्न चाहन्छु। तर सावित्रा भण्डारी साम्बालाई यहाँसम्म ल्याउनको लागि जो व्यक्ति बिहाइन्ड द सिन हुन्छ उहाँको नाम पनि मैले भन्नै पर्छ। शुक्र तामाङ रेफ्री हुनुहुन्छ उहाँले लमजुङबाट चाहिँ एउटा स्पिडी प्लेयरलाई ल्याएर शस्त्रमा फेरि सावित्रा भण्डारी साम्बालाई यहाँसम्म बनाउन आम पुलिस फोर्सको ठुलो हात छ। किनभने उसको स्पिडलाई त्यहाँ निखार्ने तिखार्ने काम त्यहाँ विभिन्न बिहाइन्ड द सिन धेरै छ। अनु जस्तो व्यक्ति छ, कोचहरू छ होइन। एकदम मेहनती खेलाडी, एकदम सङ्घर्षरत खेलाडी। अनि त्यो फुटबलमा त्यो के भन्छ हर उसमा चाहिँ त्यो लिडरसिप एकदमै क्वालिटी भएको। अर्को चाहिँ त्यो डेडिकेसन होइन डिटर्मिनेसन सबै चिज भएको एउटा खेलाडी।